हेलो गाइस, नमस्कार। अनि सबै काम भ्याएर बेलुकाको अनि हेर्नुहोस् त मैले यता कटिङ गरिरहन्छु। यो आलुको तरकारी बनाइकन सुक्खा होला अनि बिरेटमा भटिन् भनेको छु बच्चाहरू नास्ता गर्नको लागि। सबै यतिखेर बच्चाहरू एकट्ठी भएको छन्। अब कोचिङबाट यता डुडु उम्लिरहन्छ आलु अनि यो टमाटर काटिदिन्छु। 6 बजेर काममा लागेकोलाई 2:30 बजी बेला काम सक्यो। भिडियो गर्नु पाएन, बिहान ठन्डी 2-3-4 फेरा चाय बनाउनु, 3-4 फेरा बनाउने नास्ता बनाउने, फेरि खाना डोकोमा खाना बनाइदिए ना ढाएर पूजा गरेर यो अदरक कुचकुचा छु। यतातिर यो दुध भइसक्यो। लाइटहरू बिग्रेर रहेछ के हो। ल यो राखिदिन्छु। अनि यो बिहान बनाएको यो गोपी यति बचाएर राखेको छु। यो गोपी मिसाइदिन्छु। हेर्नुहोस् त यतातिर यो मर्चा अनि यो टमाटर, यो आलु, यो फुलकोपी अनि यतातिर यो केरोको दाल सबै तयार गराएर राखेको छु। अनि यतातिर यो अदुवा कुचकुचाएर राखेको छु। सबभन्दा पहिले जिरा झुराइदिन्छु। अब राखिदिन्छु एउटा मर्चा, यो अदुवा, अब म राखिदिन्छु टमाटर, अब म राखिदिन्छु हल्दी, अब म राखिदिन्छु केरोको दाल, अनि म यो राखिदिन्छु फुलकोपी अनि आलु। फ्रिजमा राखेको एकदम ठन्डा छ, त्यही भएर गरम पानी राखिदिनुहोस् नर्मल हुन्छ भनेर अनि गरम पानी राखिदिएँ। अब यसलाई मैले यो कटु पनि राखिदिन्छु साथी हो। राखिदिन्छु स्वाद अनुसार 1 चम्मच, 2 चम्मच, किनभने नमक चम्मच सानो छ, 3.5 चम्मच राखिदिनु पर्यो। नमक नलागेपछि पैसा त राख्दै हुन्छ। यसलाई ढालिदिन्छु साथी हो। ल अब 10 मिनट बाद यो पाक्छ। ल साथी हो, हेर्नुहोस् त मेरो टिटिका 3-4 थरी फुलकोपी अनि कद्दु अनि केरो अनि आलु बनाएको 4 थरी मिलाएर यो सब्जी बनाएको थिएँ। हेर्नुहोस् त यस्तो भयो। हेर्नुहोस् त यस्तो गाह्रो बनाएँ मैले। बनाउँदा अब आधा घन्टा 1 घन्टा लाग्यो। यसो एकदम झोल निक्लिएपछि सुकुदा हेर्नुहोस् त यस्तो पुरी खान्छ भएको छ। अब मैले यसको के बनाउने हो भनेपछि साथी हो, यो बिरेट ल्याएको छु मैले। यही बिरेटमा भर्ने भनेर गराएको यस्तो गाह्रो। हेर्नुहोस् त यो बिरेटमा लगाउँदै अनि भर्दै गर्ने भनेर यहाँनिर मैले यति घिउ ल्याएको छु। अनि यो बिरेटमा यस्तै गरेर सब्जी लगाउने अनि सब्जी लगाएर फेरि यसलाई यस्तै गरेर चपट्ने, चप्प पारेर राख्ने अनि यसमा यस्तै गरेर राख्दै गर्ने। अनि त्यहाँबाट यो घिउ तावा गरम भइसक्यो। अब यो घिउ लगाउने, घिउ लगाएर अनि यसमा सेकेर रातो बनाएर यो सब बच्चाहरूलाई एकदम टेस्टी लाग्छ। अब यो राखिदिन्छु म। हेर्नु त यो भयो। अब फेरि अर्को गरिदिन्छु। यो यस्तै गरिकन आलुको मात्र नि बन्छ साथी भाइ। मैले आलुले ज्यादा आलु राख्दाखेरि नोक्सान गर्छ भनेर त्यही भएर मैले यतिका सब्जी मिक्स गराएको। किनभने मलाई डक्टरले ज्यादा तरकारी खाने भनेको छ साथी हो। हेर्नु त
अब यसलाई पनि यतातिर राखिदिने। यो आफ्नोपट्टि बनिसक्यो भने एकदम लाल हुन्छ। अब यस्तै मैले भर्दै राख्दै गर्छु। त्यहाँबाट फेरि बनाउनु पर्ला। यो राखिदिन्छु। अहिले सेक्न पर्ला। अब एकचोटि त बन्दैन। हेर्नुहोस् साथी, यस्तो रातो भएको चाहिँ यस्तो रातो भएको छ। एकदम टेस्टी हुन्छ। नाम्रो बनाएर खानको लागि त साथी एकदम मिहिनेत गर्नुपर्छ। त्यति बेलासम्म के त मैले खाना पनि बनाइहाल्थेँ। त्यही हो यसले पिसेर बनाएको मैले। हेर्नुहोस् त यसले यहीको सपोर्टबाट एकदम बनाएँ। एकदम चोक्टा नहोस् भनेर एकदम मिहिनेत लाग्छ बनाउनुलाई। खानालाई स्वादिष्ट हुन्छ, मिहिनेत पनि लाग्छ। ल बनाइदिन्छु। अहिले रोटी चाहिँ खाने फेरि राम्रो बनाएको छौ। एकदम टेस्टी लाग्ला भन्ने जस्तै छ। अब कस्तो लाग्छ बच्चाहरू खायो कि कस्तो भएको छ भनेर भन्छन्। बल्ल पो थाहा हुन्छ के अरे कस्तो बनेको छ भनेर नि त।